आज चाहिँ यहाँ अरिङलको गोला हामीले बाजे लाग्दैन अहिले डुग्रिँदै मरेछ तातो पानीमा गर्नु खोज्नु भएको छ अरिङल हो रे काटेर ल्याउनु भएको छ यस्तो हुँदो रहेछ भित्र अनि त्यो माउ पनि हाल्नु भएको छ हुन्छ त मामा सबै यस्तो हुँदो रहेछ रोल्पाको मान्छेहरू त यस्तै खान्छ अब भयो यो खोइ आयो कश्मिरी खान्छ एकछिन पकाउनु यस्तै गरी डुबाउनु पर्छ ल हेर्नु है गाइस अरिङल पोल्ने यो झरेको माउलाई बच्चाले चाहिँ हालेर लादी सर्लो जान्छ बुढा चाहिँ देखेको रे बुढी चाहिँ अरिङल पोलेको अरे कि हेर्नु है गाई गाई चर्को अरिङल